हेलो सेवा र नमस्ते नमस्कार सम्पूर्ण मित्रहरूलाई यो पारामा वाक पारामा फेरि पनि म आइसकेको छु तपाईँहरूको माझमा र ह्याप्पी न्यू इयर 2000 नयाँ वर्ष 2083 को पनि 2-3 दिन भइसक्यो। तपाईँहरू सम्पूर्णलाई फेरि पनि नयाँ वर्षको शुभकामना छ र आउनुहोस् साथीहरू, आज फेरि पनि मैले सर्ट एन्ड स्विट रिभ्यू भिडियो लिएर उपस्थित भइसकेको छु तपाईँहरूको माझमा। र आजको रिभ्यू भिडियो छ हाम्रो भुन्टी सिरियलको भाग 313 को रिभ्यू भिडियो बनाउनु गइरहेको छु र यस हाम्रो रिभ्यू भिडियोलाई हेरेर तपाईँहरूले साथ सपोर्ट गर्नुहुने नै छ भन्ने आशा राखेको छु। र आजको हाम्रो रिभ्यू भिडियोमा तपाईँहरू सम्पूर्णलाई मस्टली वेलकम अनि वार्मली वेलकम अनि सेवारो नमस्ते, दर्शन नमस्कार, लासो फेपुल्ला अनि सेवारो झोर्ने भन्न चाहन्छु। सेवारो नमस्ते र आउनुहोस् साथीहरू, आजको यस हाम्रो रिभ्यू भिडियोमा तपाईँहरू सम्पूर्णलाई मोस्टली वेलकम अनि वार्मली वेलकम अनि सेवारो भन्दै अब म चाहिँ यस हाम्रो जति पनि युट्युब च्यानलमा अपलोड गरेको रिभ्यू भिडियोहरूलाई तपाईँहरूले हेरेर सपोर्ट गरिदिइ राख्नु भएको छ। यहीमा म एकदमै खुसी छु र तपाईँहरूलाई पनि once again थ्याङ्क यू सो मच र धेरै धेरै धन्यवाद अनि मुटुभरिको माया न्यानो सम्झना छ सम्पूर्ण मित्रहरूलाई। अनि आजको हाम्रो सर्ट एन्ड स्विट रिभ्यू भिडियोमा चाहिँ सर्टकटमा हाम्रो भुन्टी, हाम्रो श्रेया अनि हाम्रो जेरी अनि हाम्रो टोक्कले पूर्णिमा भुवनको सर्टकटमा मैले रिभ्यू भिडियो गर्नेछु। लु स्टार्ट सुन्दै गर्नु होला है त। र अचानक हाम्रो भुन्टीले घर छोडेर हिँडिसकेपछि हाम्रो भुन्टी आफ्नो मोटी म्याडमसँग भेट भएको सपनामा देखिन्छ र भुन्टी समुद्रको किनारै किनारै हिँडिराखेको बेला अचानक आफ्नो मोटी म्याडमले भेटाएर मोटी म्याडमसँगै आफ्नो घरमा लगेर साथ सपोर्ट र सहयोग गर्ने भन्दै आफ्नो मोटी म्याडमले भुन्टीलाई भनिराखेको देखिन्छ र केवल यो मोटी म्याडमले चाहिँ सपना मात्रै देखेको रहेछ, तर पनि एकदमै मिठो र राम्रो कहानी छ है त। र मोटी म्याडमलाई सोधेका थियो, भुन्टी तिमीलाई त बिहे गरिसकेको भनेको होइन र भन्दाखेरि म्याडमले एकदमै सुतिरहेका थिए र भुन्टीले केही पनि बोल्न सकिनन्, किनकि भुन्टीले बिहे गरिसकेपछि पनि आफ्नो आफ्नो सम्बन्ध नतोड्नुको लागि कति कोसिस गरिराखेकी थिइन्, तर पनि फाइनली यस हाम्रो जसरी भए पनि सम्बन्ध तोडिएरै छोडियो। किनकि भूपेन्द्रको गर्लफ्रेन्ड हुनेवाला श्रीमती जेरी आफ्नो हुनेवाला बुढा भूपेन्द्रलाई स्याहार सुसार गर्नुको लागि घरमा फर्केर आइसकेपछि भुन्टीले फाइनली आफ्नो बुढा भूपेन्द्रलाई छोड्नुपर्ने बाध्य भएका छन् र छोड्नुपर्ने बाध्य पनि भयो। साथसाथमा भुन्टीले आफ्नो बुढालाई छोडेर पनि घरबाट निक्लेर हिँडिन्, किनकि भुवन घरमा नभएको बेला जेरी आइसकेपछि श्रेया र जेरी मिलेर भुन्टीलाई धेरै तनाव दिएको हुनाले भुन्टीले आफ्नो घर र आफ्नो श्रीमानलाई जसरी पनि त्याग्नुपर्ने बाध्यता गराएकी श्रेयाको र जेरीको कारणले देखिन्छ। र यसरी घर छोडेर हिँडिसकेपछि आफ्नो मोटी म्याडमले भेटाएको देखिन्छ, तर यो मोटी म्याडमले सपना मात्रै देखेको रहेछन्, तर पनि केही स्टोरीहरू धेरै मिठो मिठोहरू छन् है त। अनि भुन्टीलाई भेट भइसकेपछि भुन्टी पनि एकदमै खुसी भएको देखिन्छ, किनकि भुन्टीले एकदम दुःख र चिन्तामा हिँडिराखेको बेला आफ्नो मोटी पहिला चिनेको म्याडमसँग भेट हुँदा भुन्टी एकदमै खुसी र भाइको मुहारमा खुसी छाएको देखिन्छ। र यसरी नै यस हाम्रो मोटी म्याडमले फेरि भुन्टीलाई जसरी भए पनि सपोर्ट गर्नेछु भन्दै भनिराखेको देखिन्छ र साथसाथमा भुन्टीको पनि खुसी हुन्छन् र भुन्टीले पनि आफ्नो म्याडमलाई धेरै समयपछि भेट्दाखेरि एकदमै खुसी भएको देखिन्छ। र मोटी म्याडमको आफ्नो बहिनी पनि साथमा भएको हुनाले मोटी म्याडम र आफ्नो बहिनी दुईजना मिलेर भुन्टीलाई आफ्नो घरतिर लगेर जसरी भए पनि साथ सपोर्ट गर्नुपर्ने र साथ सपोर्ट गरिदिने भनेर आफ्नो मोटी म्याडमले निर्णय गरेकी हुन्छन्। तर मोटी म्याडमको आफ्नो बहिनीले भनेका हुन्छन् अब भुन्टीलाई त लगेर जाने हो, तर भेना चाहिँ अलिक भेनाबाट समस्या हुन्छ कि भन्ने कुरा उसको बहिनीबाट चाहिँ आएको देखिन्छ। तर जसरी भए पनि भुन्टीलाई म सपोर्ट गर्ने नै छु र जेसुकै भनोस् तिम्रो भेनाले म जसरी भए पनि म घरमा लगेर जसरी पनि साथ सपोर्ट गर्नेछु भन्दै मोटी म्याडमले आफ्नो बहिनीले पनि भनिराखेका हुन्छन्। र धेरै समय पछाडि भेट्दाखेरि एकदमै खुसी देखिन्छ भुन्टीको मुहारमा पनि र हाम्रो भुन्टीले चिनेको म्याडमको पनि मुहारमा एकदमै खुसी नै खुसी छाएको देखिन्छ।
र केही समय पछाडि मोटी र आफ्नो बहिनी मिलेर भुन्टीलाई आफ्नो मोटीको घरमा लगेर गएका हुन्छन्। लखर लखर तिनजना सहर र होटेलतिर हिँडिरहेका देखिन्छ र भुन्टीको आफ्नो म्याडमको घर रुममा पुगिसकेपछि सबैजना सुतिराखेका हुन्छन् र सुतिएकै बेला भुन्टी फेरि उठेर त्यहाँबाट कता भाग्ने क्रममा मोटी म्याडमले ठ्याक्कै देखेको हुन्छ त्यो खाली सपना मात्रै हुँदो रहेछ र सपना नै सपनामा पनि भए पनि एकदमै कहानी स्टोरीहरू चाहिँ मिठो भएको हुनाले तपाईँहरू सम्पूर्णलाई मोस्टली वेलकम अनि वार्मली वेलकम छ, हेर्दै गर्नुहोला। र त्यस पछाडि भुन्टी त्यहाँबाट भागेर हिँडिसकेपछि सपनामै खोजिराखेकै हुन्छन्। भुन्टी हाम्रो मोटी म्याडम कराइराखेकै हुन्छन्, तर बिउजिँदाखेरि त्यो सपना मात्रै रहेछ, सपना जस्तो मात्रै हुन्छ र सपना मात्रै भए तापनि अब यस हाम्रो रिभ्यूलाई हेरेर सासबर गरिदिनु हुने नै छ। र अर्को कुरा हाम्रो टोकोले र भुन्टीको लागि पुरा सहरको गल्ली गल्ली सडकको कुना कुनामा खोजेर हिँडिराखेका हुन्छन्, तर पनि कतै नभेटिएपछि दुईजना नै घर फर्किने क्रममा श्रेयालाई जसरी भए पनि भुन्टीलाई खोजेर लाउनु पर्नेछ भन्दै टोकोलेलाई उफ्रिँदै आफ्नो भुन्टीको जेठाजुलाई कराइराखेको देखिन्छ र अचानक हिँडिराखेको बेला भुन्टीको आफ्नो जेठाजुको नम्बरमा कल आइसकेको हुन्छन्। तर टोकोले र भुवनले पहिला नै पुलिस रिपोर्ट पनि गरेका हुन्छन्, तर पुलिसबाट फोन आयो कि भनेर कति आशा गरिराखेको हुन्छन् भुन्टी भेटिएछ कि भन्दै, तर पुलिसबाट होइन श्रेयाको फोनबाट आएको हुनाले अब टोकोले अर्को निर्णय लिएका छन्। श्रेयालाई जसरी पनि मेरो प्यारी बहिनी भुन्टीलाई खोजेर ल्याउनु नै पर्नेछ भन्दै उसले भुवनलाई कराइराखेका हुन्छन् र साथमा टोकोले आफ्नो बहिनीको चिन्ताले रोइराखेकी हुन्छन्, किनकि टोकोले आफ्नो बहिनीले धेरै माया गर्छिन् पहिलेदेखि नै, तर फेरि पनि हाम्रो भुन्टी हराएपछि एकदमै टोकोले चिन्ताजनक र सबैजना मिलेर खोजिराखेका हुन्छन्। र साथमा यस हाम्रो जेरीले पनि लखर लखर खोजिराखेकी हुन्छन् सहरको गल्ली गल्लीमा, तर कतै पनि भेटाएको हुँदैनन् र भोला र सबैजना मिले र सहरको गल्ली र गाउँको गल्ली गल्ली कुनामा खोजिराखेको देखिन्छन्, तर भुन्टी कतै पनि नभेटिएपछि घर फर्किरहेका हुन्छन्। र टोकोले आफ्नो दिदीलाई पनि फोन गरिरहेका हुन्छन्, किनकि भुन्टी गाउँमा गए कि भनेर, तर भुन्टीको दिदीले भन्छन् भुन्टी गाउँमा आएकी छैनन् भनिराखेका हुन्छन्। भुन्टी गाउँमा पनि गएकी छैनन् भनेपछि झनै तनाव बढेर भूपेन्द्रले यो पापीले गर्दा मेरो बहिनीको ज्यानै जाने भयो भन्दै अरू आफ्नो भुन्टीको जेठान भुवनलाई कराइराखेको देखिन्छन्। तर भुवन एकदम समझदार भएको हुनाले जसरी भए पनि भुन्टी आफ्नो भारी नै हो, खोज्नु नै पर्छ भनेर लागि परेर सडकको गल्ली गल्लीमा खोजिराखेको देखिन्छन्, तर कतै पनि नभेटिएपछि निराश हुँदै आफ्नो घरतिर फर्किराखेको पनि देखिन्छन्। र अर्कोतर्फ एकदमै जेरी र श्रेया चाहिँ एकदमै आफ्नो भुन्टीलाई जसरी भए पनि घरबाट निकालिसकेपछि श्रेयाले जेरी र भुपेन्द्रको बिहे धमाधम गर्ने भएकोले जेरी एकदमै हतार भएकी छिन्, किनकि जेरीले भुन्टीलाई ल्याएर आफ्नो भूपेन्द्रसँग डिभोर्स पेपरमा साइन गराइसकेपछि र भुन्टीले घरबाट निकालिदिएपछि अब जेरी र भूपेन्द्रको धमाधम ठुलो बिहे गर्नुपर्ने भएको हुनाले एकदमै यस हाम्रो श्रेयाको योजना थियो। र श्रेयाले यतिन्जेलसम्म खोजिरहँदा पनि भुन्टीलाई नभेटाएपछि एकदमै श्रेया पनि तनाव चिन्तामै देखिन्छन्। अब टोकोले र भुवन दुईजना आफ्नो घरमा फर्केर गइसकेपछि जसरी भए पनि यस हाम्रो श्रेयाले जेरी र भुन्टीको जेरी र हाम्रो भूपेन्द्रको बिहे गरिसकेपछि अब हाम्रो भुन्टी चाहिँ आफ्नो घरतिर लखर लखर पठाउनु पर्ने कुरा गरेका हुन्छन्। र यस हाम्रो आजको रिभ्यू भिडियो कस्तो लाग्यो तपाईँहरू सम्पूर्णलाई यो पारामा स्वागत छ। र जति पनि मित्रहरू हुनुहुन्छ यस हाम्रो रिभ्यू हेरेर दिनुहुने मित्रहरूलाई अल्स अगेन थ्याङ्क यू सो मच अनि मोस्टली वेलकम अनि वार्मली वेलकम भन्दै अब फाइनली हाम्रो भुन्टी चाहिँ लखर लखर हिँड्दै जाँदा फाइनली घरतिर पुगेको देखिन्छ। र किनकि यस हाम्रो घरमा पुगिसकेपछि आफ्नो बुवा, आफ्नो मम्मी र आफ्नो दिदीलाई भेट्छिन्, किनकि भुन्टी एकदमै हतारमा हिँडिराखेकी हुन्छन्, किनकि भुन्टी एकदम तनाव र चिन्ताग्रस्त भएको हुनाले अब जसरी भए पनि हामीले यस हाम्रो भुन्टीलाई
बचाउनु पर्ने भन्दै आफ्नो बुवा मम्मीहरू लागिपरेका हुन्छन् र भुन्टी कता हेर्छिन् थाहा हुँदैन र भुन्टीले घर पुगिसकेपछि आफ्नो आमा र बुवाले भनेका हुन्छन् म त अब बाँच्नु चाहन्न जसरी पनि म मर्नुपर्छ किनकि यत्रो बाँच्ने कोसिस गरेँ कति मान्छेहरूको खुसी र आफ्नो खुसी देखाउनुलाई गरेँ तर मैले के पनि गर्न सकिनँ आमा म जसरी पनि म अब मर्नुपर्छ भन्दै भुन्टीले आफ्नो आमाले भनेपछि भुन्टीको आमाले भुन्टीलाई एक थप्पड हान्दै सम्झाइराखेका छिन् र तिमी यसरी भन्नु हुँदैन तिम्रो कोही बुढाले पाएको हो कि मैले पाएको हो भन्दै भुन्टीको आमाले रुँदै कराउँदै भुन्टीलाई सम्झाइराखेकी थिइन् र आफ्नो बुवाले पनि यसरी भन्ने कुरा गर्नु हुँदैन छोरी तिमीलाई तनाव दिने र तिमीलाई दुःख दिने केटालाई चाहिँ मार्नुपर्छ भन्दै उसको बुवाले पनि भन्दै गरेको देखिन्छ र आजको भिडियोमा के कस्तो छ तपाईँले सम्पूर्णलाई मस्टली वेलकम अनि वार्मली वेलकम अनि सेवा र नमस्ते गर्न चाहन्छु र फाइनली आजको यस हाम्रो रिभ्यू भिडियोमा चाहिँ हाम्रो भुन्टी अब सबै ठाउँमा खोज्दा पनि नभेटिएपछि फाइनली भुन्टी आफ्नो गाउँको घरमा बुवा मम्मीको घरमा पुगेको देखिन्छ र अब आजको यस हाम्रो रिभ्यू भिडियोलाई चाहिँ म यतिमै अन्त्य गर्न चाहन्छु र अर्को रिभ्यू भिडियोमा चाहिँ म फेरि पनि भुन्टी अब घर पुगेपछि के कस्तो हुँदैछ के हुँदैछ भन्ने रिभ्यू भिडियो लिएर उपस्थित हुने नै छु र आजको यस हाम्रो रिभ्यू भिडियोमा चाहिँ म यतिमै अन्त्य गर्न चाहन्छु भन्दै तपाईँहरू सम्पूर्णलाई बाई बाई सेवा र नमस्ते भन्नुभन्दा पहिला तपाईँहरूलाई मोस्टली वेलकम र आज जति पनि हाम्रो पुराना मित्रहरू हुनुहुन्छ तपाईँहरू मित्रले धेरै धेरै माया अनि मिठो सम्झना छ यो आजको यस हाम्रो रिभ्यू भिडियो के कस्तो लाग्यो तपाईँहरूले कमेन्ट बक्समा पनि गएर कमेन्ट गर्न सक्नुहुनेछ र जति पनि मित्रहरू नयाँ मित्रहरूले पनि हाम्रो लाइक सेयर सब्सक्राइब र नजिकै भएको बेल आइकनमा पनि क्लिक गरेर साथी जोडिनु होला ताकि मैले अपलोड गरेको रिभ्यू भिडियो तपाईँहरूको माझमा र तपाईँहरूको साथमा भएको सेटमा चाँडोभन्दा चाँडो नै नोटिफिकेसन प्राप्त गर्न सक्नुहुनेछ भन्दै सम्पूर्ण मित्रहरूलाई फेरि पनि सेवा र नमस्ते भन्दै आजको यस हाम्रो रिभ्यू भिडियोबाट चाहिँ म बिदा हुन चाहन्छु हस् त नमस्ते सेवा र फेरि पनि बाई बाई बिरुवा बाई बाई